त्यो पनि एउटा अहिले बेलायत अमेरिका जस्तै हो। हामीले अब अहिले बेलायत अमेरिका जान थाले मान्छे, तर अब त्यो बेला त्यहाँ जाने पनि त्यो बेलायत अमेरिका गए जस्तै हो। अब आउन जान 4 दिन लाग्छ होइन, जान 4 दिन, आउन 4 दिन लाग्छ। अब टाढा भयो नि त, कहाँ हो कहाँ हो। अहिले अब दिल्ली जानलाई 18 घन्टा लाग्छ रे। अब बसबाट त लाग्छ नि, त्यो पनि यहाँबाट नेपालबाट निक्लेर नारायणघाटबाट डाइरेक्ट छ अरे अहिले। होइन होइन, बाटो त काठमाडौँमै छ, यहीँबाट छ नि, स्वयम्भूबाट बौद्धबाट ध्यान त्यो बसमा जान चाहिँ गाह्रो हुन्छ होला है। अब गएन अहिलेसम्म त्यति टाढा बस होइन। जान त 45 दिनसम्म बसैमा हिँडिरह्यो होइन। अब तर त्यस्तो गाह्रो फिल भएन। अब तर लगातार 18 घन्टा भन्दा त गाह्रो होला। तर 18 घन्टाभित्र 1 घन्टा जति उनीहरूले रेस्ट गर्छन्, खान पाउँछ। बिचमा त्यही बसमा जान बल्ल लाग्छ बुवा दिल्ली। मरिहाल्छ नि। होइन गाडीमा, सानो गाडीमै 1 दिनमै पुर्याउँदो रहेछ त्यहाँ रक्सोलबाट सानो गाडीमा सुरु जाने, हाइवेबाट स्वाइँका स्वाइँ जानु मिल्दो रहेछ। अनि गयो अस्ति गयो भने त पुण्य गाडी अनि त्यही भने त्यो होटेलवाला, त्यो हामी जुन होटेलमा काठमाडौँ होटेलमा बसेको थियो नि, हो त्यसले नि त अनि पठाउने हो नि त। जाउँ भने होइन त, अलिक महँगो पर्ने भाडा त्यही त। प्लेनमा गयो त्यो 15,000 त प्लेनमा गयो जतिकै भनौँ न। प्लेनमा गयो जतिकै होइन। अब होइन हेर्दै जान पाइयो नि त। बसको भाडा 2400 कति छ अरे भने होइन, 2400 छ अरे बसको भाडा। तेल हालेर अनि तेलमा त्यत्रो सन्छ। 1600 कि 1800 आइसी, 2400 नेपाली के भन्यो। अब त्यत्रो किलोमिटर दौडिनु पर्छ, फेरि कुद्दै यस्तो स्पिड कुद्नु पर्छ, कुद्न चाहिँ पर्छ। संसार हेर्नलाई चाहिँ अब अनि हेर्दै हिँड्न चाहिँ गाडीको फिर हो, पैसा नि खर्च हुन्छ। पहिले अब हामीलाई त्यहाँ भनेन के अरे एयर कन्डिसन त्यसो त राम्रो बस हुन्छ। होइन दाइ, हुँदैन बसमा त हुँदैन। त्यहाँ जाने मान्छेले यस्तो बस्दा झ्याउ लाग्छ नि बसमा। अब त्यो बटाइ नै लाग्छ। अब ट्रेन ठिक हो क्या, ट्रेन प्लेनमा 1.5 घन्टा पुर्याइदिन्छ। ट्रेन आनन्द लिँदै सुत्दै आनन्द। ट्रेन ठिक हो कि चाहिँ प्लेनै ठिक? त्यो गोरखपुरबाट यता लागेपछि त त्यो जति मलाई कष्टप्रद